guys, welcome to my new channel. It's your boy MR Bedil. र आज म चाहिँ छोटो ब्लग गर्न गइरहेको छु। मेरो चाहिँ तल भएको 14 मा चाहिँ सानो पसल छ। र यो मेरो एउटा चाहिँ सानो बाइक हो, थोत्रो हिरो होन्डा। अब यसैमा मेरो दिनचर्या खर्च गाइज हैन, यस्तै छ। ल ठीक छ, ल लेट्स गो गाइज है। यही हो बागमारा भिलेज। सो गाइज म चाहिँ अब पसल आइपुगेँ हैन। यही हो मेरो पसल, बिजुली फलफुल तरकारी पसल, पानीपुरी चटपट पोइन्ट। सो गाइज अब यसो पसल खोल्न पर्यो। अब त्यो पसल खोल्दै थिएँ, एउटा दिदी चाहिँ आइहाल्नु भयो र केरा र स्याउ दिन लाएँ भन्छ हैन। र केरा र स्याउ दिँदा दिँदै अब दिदी भइसक्नु भयो। अब पसल चाहिँ अब यसो सरसफाइ मिलाउनतिर जाँदैछु म हैन। झाडु साडु हानिदिन्छु, यसो केरा सेरा मिलाउने यताउता यस्तै छ। चोकमा हो, अब यसो चोकमा भएपछि यसो धुपसुप बाले यसो आज चाहिँ हैन। धुपसुप बालेकै हो। यतिकैमा एउटा भाइ आयो, यतिकैमा भाइ आएपछि यसो भाइसक्यो हुँदै तर झ्याउ लाग्यो, फेरि पुसअप सुसअप हान्ने जिन्सिम हान्ने गरिदिएँ। सो गाइज अब यस्तै छ, काहीँ नि कस्टमर आउँदैन, टाइम पास त गर्नु पर्यो, एक्लै भएपछि यस्तै हो। र यताउता 2-4 पुसअप हानिदिएँ। सो यस्तै हो, पुसअप सुसअप हाने। अब पसलतिर जान्छु गाइज। अब पसलतिर यतिकैमा फेरि एउटा आमा भयो। आमा आउँदा साथसाथ बा आमा दाजुभाइ सबै आइपुग्नु भयो। सो अलिअलि सामान कटिरहेको थियो, म पनि मक्क पर्दै बेच्दै बसिरहेँ। जो पुज्यो फेरि 10 रुपियाँ कुरकुरे लिन आयो। मजा कुरकुरे भनेर भाइले एउटा कुरकुरे दिएँ। यस्तै फेरि यत्तिकैमा युसीको पुच्ची आइन्, युसीको पुच्ची र युसीको पुच्चीको भाइ। अलिअलि यसो सामान चाहिँ कटिरहेको थियो। यत्तिकैमा नाटक पार्दै युसीको पुच्ची चाहिँ उपर एक्टिङको दोकान हो, ऊ चाहिँ नाटक पार्दै नौटङ्की देखाउँदै ब्लग भनेपछि मक्कै। यत्तिकै बसिरहेको थियो गाइस, दिनचर्या गर्दै थियो तर मान्छे खासै आएन, बेलुका पनि हुन लाग्यो। फेरि हाम्रो केरा एकदम केरा दिए। गाइज यतिकैमा व्यापार बिजनेस गरियो, 1500 व्यापार बिजनेस गरेर मेरो दिनचर्या कटे गाइज। सो गाइज यस्तै यस्तै भिडियो म हालिराख्छु। यो चाहिँ मेरो फर्स्ट ब्लग हो, के कस्तो हो। अब थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो। सो लेट्स गो।